अहिले त म त यसो टाइम निकालेर बिहान बेलुकी श्रीमान घरमा भएको बेला कहिले यसो वाकमा हिँड्छु, कहिले फेरि अब श्रीमान नभएको बेलामा फेरि बाबुलाई छोडेर जान मिलेन अनि घरमै यसो वर्कआउट गर्ने जति भ्याउँछु भन्नाले मैले आफैले नोटमा गराएको हुन्छु, लाइक मैले यतिवटा गर्छु भनेर एक्सर्साइजको नामहरू लेख्छु अनि त्यही अनुसार मैले त्यही फलो गरेर अनि वर्कआउटहरू गर्ने गर्छु। अनि कहिलेकाहीँ फेरि त्यो बिचमा बाबु उठिहाल्छ अनि बाबुलाई फेरि गएर अर्को रुममा गएर उसलाई चुप गराउने, कहिले मान्यो भने चाहिँ यता ल्याउँछु, नत्र भने सुत्ने मुडमा छ भने चाहिँ उतै सुताएर अनि म निस्किन्छु कि हो। त्यति बेला भने अलिकति डिस्ट्र्याक्ट हुन्छ, फेरि गर्ने मन लाग्दैन होइन। फेरि एनीहाउ आफूलाई मोटिभेट गर्नुपर्छ। पहिला त अनि कतिचोटि त मैले त्यस्तै डिस्ट्र्याक्ट भएको भएर अनि छोड्थेँ कि बिचमा, त्यस्तै बाबु उठेको बेला या त्यति बेला मैले छोड्थेँ कि कहिलेकाहीँ। अनि अहिले भने अलि मोटिभेट गर्छु आफैलाई। अनि त्यसरी बाबु उठेछ भने चाहिँ पनि फेरि गएर बाबुलाई चुप गराएर फेरि आएर अनि वर्कआउट कम्प्लिट गर्छु। अनि त्यस्तै गर्दै चलिरहेछ। श्रीमान भएको बेला कहिले वाकमा, नभएको बेला अब यहीँ घरमै वर्कआउट। अहिले त मैले त्यही 2टा जोडी डम्बलहरू लिएछु, त्यतिले नै गर्छु मैले। बिस्तारै जोड्नु पर्ला नि, बिस्तारै भइरहेछ। थ्याङ्क यू फर वाचिङ। अब वर्कआउट त गरिरहेको हुन्छु, भिडियो अलिअलि बनाउँछु, तर एडिट गर्न त्यति धेरै आउँदैन नि त। आउँदैन भन्नाले ज्याउ लाग्छ, त्यतिकै छ।